बागलुङ जिल्ला बर्दिघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले भन्नुभएको छ कि 753 तह मध्ये हाम्रो बर्दिघाट गाउँपालिका सुशासनमा 1 नम्बरमा छ भन्नुभएको रहेछ। सुशासनमा चाहिँ 1 नम्बरमा छ है भनेर जनताले भन्ने हो क्या म्याडमजी, जनताले भन्ने हो। अध्यक्षले त जे पनि भन्छ त, भन्नलाई त केपी ओलीले पनि रेल ल्याउँछु म भन्थे। अब ल्याइसके कि हामी जनताले देखिएको छैन। अनि फेरि तपाईँले पनि बर्दिघाट गाउँपालिका चाहिँ सुशासनमा अब्बल छ, म घमण्डका साथ भन्छु। 753 वटा तह मध्ये अब्बल छ सुशासनमा भन्नुभएको रहेछ। यो जनताले भन्ने हो अध्यक्षज्यू, यो आफैले भन्ने होइन। भन्नलाई त केपी ओलीले पनि मैले नेपालमा रेल ल्याउँछु, कुस्मामा रेलको स्टेसन बनाइदिन्छु भन्दै थिए। खै त बनाएको हामी जनताले देखेनौँ। के गर्नुहुन्छ त नि? त्यही भएर यो मिडियाबाजी गरेर आफूलाई अब ठुलो देखाउने काम नगर्नु होला।